सबैजना सन्चै हुनुहुन्छ? गुड मर्निङ है त सबैजनालाई। अस्ति त्यो खोला लोकल माछा मारेको भनेको म त 477 भ्युज आएछ। लाइक चाहिँ जम्मा 10 मात्रै आएछ। आज चाहिँ यसरी ड्रागन फ्रुट पुरै ड्रागन फ्रुट फलेको छ यहाँनिर। अब ड्रागन फ्रुट टिप्न जानु पर्यो। अनि प्रति केजी चाहिँ 350 मात्रै हो ड्रागन फ्रुट चाहिँ। अनि त्यही भएर फुल बौला लाएर बिहान भित्र जाँदाखेरि पुरै कुरो छ। अनि पुरै ड्रागन फ्रुट टिप्नु पर्यो। होप अनि त्यस पछाडि 73 पनि भएछ है सब्सक्राइबर। थ्याङ्क यू सो मच। अझै सब्सक्राइब गर्दै जानु होला, सपोर्ट गर्दै जानु होला। पुरै ड्रागन फ्रुट पाकेर केही छैन, झर्ने बेला भइसक्यो यहाँनिर। बिहान 5 बजेदेखिको टिप्ने भनेको ड्रागन फ्रुट टिप्नै पाएन। अनि अब चाहिँ स्टार्ट गर्नु पर्ला जस्तो छ। पानी पर्ला जस्तो लाग्यो। फेरि अर्डर आज 15 केजीको अर्डर आएको छ। अनि त्यही भएर ड्रागन फ्रुट टिप्नु थाल्यो। यस्तो मिठो छ कि सेतो र रातो खालको ड्रागन फ्रुट छ दुईटा। अनि माछा मार्न गएको भिडियोमा चाहिँ एकदमै आई रियली एप्रिसिएट है त हजुरहरूलाई यसरी माया दिनुभएकोमा। सब्सक्राइब गर्दै जानु होला, लाइक गर्दै जानु होला है त। अब चाहिँ म ड्रागन फ्रुट टिप्न गएँ है त। अहिलेसम्म ड्रागन टिपेर चाहिँ यत्रो बनाइसक्यो यहाँनिर। ड्रागन टिपेर ठ्याक्क टोपी लगाउने अनि टिप्न थाल्ने धमाधमी। ड्रागन टिपेर हालत चाहिँ यस्तो खराब भयो यहाँनिर। लेफ्टफेरेकै भिजा छ, नसकिने रहेछ। हामीले टिप्न गाह्रो हुने। आमा अझै यत्रो बाँकी छ। तलको त सक्यो बल्ल तल। यहाँ यत्रो बाँकी छ यत्रो बाँकी छ। म चाहिँ सक्दैन टिप्न, गाह्रो हुने। थाक्यो गाइज। यो घारीमा यसरी ड्रागन यस्तो ठाउँमा ड्रागन फ्रुट टिपेरै यहाँनिर एकपल्टी ड्रागन फ्रुट यस्तो घारीमा टिपेर लिएर आउँछ। राख्ने ठाउँ चाहिँ यहाँनिर छ। थाक्यो अहिले त म त बोल्नै नसक्ने पो भयो। यो कति क्रेट जति ड्रागन फ्रुट भयो होला त। अघिको बाल्टी पुरै खाली गरेँ। यहाँनिर यसरी राख्ने, त्यसमा भर्ने अनि त्यसपछि पठाउने। आज अर्डर आछ। लाग्यो म अब फेरि ड्रागन फ्रुट टिप्न। गाह्रो हुने, नसकिने। यस्तो झाडीमा छिरेर ल्याउनु पर्ने छ काटेर। म एकछिनमा कसरी काट्ने भनेर नि म देखाउँछु है त। ड्रागन कसरी काट्ने भनेर। यहाँनिर म जतिकै अग्लो घाँसहरू छ यहाँनिर। दुःख गर्न त गाह्रो हुन्छ, बसेर खान सजिलो। अब खानातिर लाग्यो। अब यताको सक्यो, तलको सक्यो। अब यताको बाँकी छ ड्रागन फ्रुट टिप्नुको लागि। यहाँ पनि टन्नै छ भारी, गाह्रो छ टिप्नको लागि। तर यहाँको चाहिँ अलिक ठुल्ठुलो रहेछ कि। अब खेतालाहरूलाई खाना लिएर जाँदैछु। बिहानको खाना यहाँनिर दाल, तरकारी, भात, अचार, दही। खेत चाहिँ वहाँ पारी हो। अनि यसरी गर्मी छँदैछ, यस्तो गर्मी छ आफै। अनि यसरी यो टोपी लगाएर हिँडेन भने त नि मरिँदैन घामले। अहिले कति 9 बजे नै 30 डिग्री छ। अनि यस्तो टिलिक्क टल्क्या घाम छ यहाँनिर। अनि मरिहाल्छ नि यस्तो घामले त आफै सकिँदैन। अब म चाहिँ खाना पुऱ्याउन गएँ है त। मेरो त यार हातै दुख्यो भने, हातै यस्तो भयो भने। उहाँदेखिको बोकेर लिएर आएको। अनि यहाँसम्म आइपुग्दाखेरि त अनि अलस भइहाल्यो नि। हात दुख्यो यार। अझै बाँकी छ। वहाँनिर त्यो निलो जस्तो भएको ठाउँमा जानुपर्छ लिएर। खेतालालाई खाना पनि पुऱ्याएर आयो। अनि बाटोमा चाहिँ यहाँनिर पपाया फार्म रहेछ यता र वहाँनिर। भ्यू हेर न गाइस, कस्तो राम्रो भ्यू छ। तर गर्मी के, त्यो डाँडामा त चिसै होला। तर यहाँनिर चाहिँ एकदमै गर्मी।
नसके नि। अनि हामीले अस्ति माछा मारेको ठाउँ पनि देखाउँछु। यो रहेछ यी पपाया फार्म दुईटामा, यो बिचमा बाटो। अनि हामी माछा मारेको चाहिँ यहाँ तलपट्टि हो। हामीले माछा मारे चाहिँ यहाँ तलपट्टि। गाह्रो हुने के, एक त मलाई भर्खर भ्लग बनाउँदै हो, अनि राम्रोसँग बोल्न पनि नआउने, अनि के बोल्ने हुँदो रहेछ के। यहीँ तल हो हामीले अस्ति माछा मारे, लगभग कति दुई धार्नी जति थियो होला माछा चाहिँ। माछा 2 धार्नी। खरे बरौली खोला भनिन्छ यसलाई चाहिँ। यहाँनिर यो बरौली खोला चाहिँ यहाँ तल हो, हामीले अस्ति माछा मारेको ठाउँ। पहिला बच्चा बेला पनि आउँथ्यौँ आमा घर आउने बेला माछा मार्न। त्यति बेला त खोला ठुलो जस्तो लागेको थियो, आफू सानो भएर खोला ठुलो देखाएको कि, अन्त आफू ठुलो भयो खोला त यत्रो सानो देखिने भने बरौली खोला त। तर मान्छे डुबाउँछ यहाँनिर त। अस्ति एकजना बच्चा डुबाएको थियो यही खोला। हामीले ऊ त तलको खोजबाट माछा मार्न स्टार्ट गरेर भल आएको बेला त यहाँनिर त यी पुरै माथि चढ्छ नि। यहाँनिर यी त्यहाँ माथिसम्म चढ्छ। अस्ति खोला यहाँसम्म आएको थियो, त्यो ढुङ्गा भएको ठाउँसम्म। मेरो ब्याट्री पनि सिद्धिन थाल्यो। अब एकछिन रेस्ट गर्छु, अनि रेस्ट गरेर मोबाइल चार्ज गरेर अनि फेरि ड्रागन टिप्नु पर्ने छ। अब एकैछिन रेस्ट हुने थियो, एकैछिन बस्छु, अनि त्यस पछाडि ड्रागन फ्रुट टिप्न थाल्नुपर्ने छ। अब फेरि ड्रागन फ्रुटको मैदानमा छिर्यौँ है त। लुगा ड्रेसअप चेन्ज गरेँ यसरी। अब ड्रागन फ्रुट कसरी काट्ने भनेर म देखाउँछु है त। यहाँनिर आँखा हुन्छ, यो आँखामा यसरी चट्टा पार्ने, अनि यो अझै यो आँखामा यसरी। अब चाहिँ आँखा भेट्न थाल्यो। यो एक हातले क्यामेरा समात्ने, एक हातले काट्न चाहिँ नगाह्रो हुने। यसरी यो यहाँ आँखा हुन्छ है, यहाँनिर टक्क साउन आउँछ है। यो यसरी भुइँमा झऱ्यो, यो टिप्ने। यहाँनिर यो सेतो भाग देख्नु भएको छ नि, हो यो सेतो भाग चाहिँ यो चुडाउनुपर्छ यहाँबाट। त्यसरी काटेन भने यो पुरै बोट मर्छ, यो पुरै बोट मर्छ। त्यही भएर यी ठ्याक्क यो सेतो भाग ठ्याक्क चुडाउनुपर्छ यसलाई, नत्र भए त्यो यसरी काटेन भने यो पुरै बोट जान्छ। यसले 10 वर्षसम्मको फल एकै दिनमा मारिदिन्छ, एकैचोटिमा। म त पागल भइहालेँ नि। अब यहाँदेखिको लिएर यो पुरै ड्रागन फ्रुट छ। अब यो सबै टिप्नुपर्छ आज। हालत यहाँ यस्तो भइसक्यो, घामले डढेर पुरै कुरो यहाँनिर कुरो लागेर केही छैन। यी जस आज चाहिँ काम गतिलो गऱ्यो, थाक्यो आज भने चाहिँ। हेरौँ न ड्रागन फ्रुट कति धेरै छ यहाँनिर। ड्रागन फ्रुट हो यो फेरि पुरै है त गाइस। आज चाहिँ ड्रागन फ्रुट टिपेर पनि सकियो। यसरी क्रेटमा हालेर चाहिँ हामीले 1 2 3 4 5 6 वटा यसरी जोखेर अब आजको यो हप्ताको लागि ड्रागन फ्रुट टिप्न सक्यो। अब फेरि पाक्दैछ, फेरि टिप्नुपर्छ।